गर्नेलाई भन्दा देख्नेलाई लाज, प्रधानमन्त्रीको थियो रङ्गशालामै बास, सरकारका विरुद्ध आवाज उठाएकी हातखुट्टा भाँच, पार्टीका बिल्लाधारी गुण्डाहरूको देखियो ताण्डव नाच। दर्शक दिग्रामा बसेका मान्छेले बोल्यो भन्दै प्रधानमन्त्रीकै पार्टीका बिल्लाधारी गुण्डाहरूले मान्छे कुट्ने, प्रहरी पीडितलाई बचाउनुको सट्टा कुट्न सघाउने, वा गृहमन्त्रीज्यू, वा प्रधानमन्त्रीज्यू, यो तिम्रो कस्तो लोकतन्त्र, यो तिम्रो कस्तो प्रजातन्त्रको अभ्यास गरिराख्नु भएको छ। फुटबल म्याचमा प्रधानमन्त्रीको विरोध गर्दा कि मान्छे कुटिन्छ कि जेल हालिन्छ। अब मेरो पनि प्रश्न, के प्रधानमन्त्रीज्यू तपाईँ हिटलर बन्दै हो? केपी ओली कपमा हुटिङ गर्दा कार्यकर्ताले दर्शकलाई पिट्छन्, खेद्छन्। यदि केही गलत थियो भने कानुन छ, प्रहरी छन्। के कार्यकर्ताले पिट्ने नै उपाय हो? पिटिरहेका छन् किनकि एमालेलाई प्रश्न मन पर्दैन। खुलमखुला भन्नुस्, हामी पार्टीका कार्यकर्ताले मान्छे कुट्ने हो, पुलिस चाहिँदैन भन्नुस्, हामी पनि तयार भएर बस्छौँ, यसमा दुई मत छैन।